हेलो नमस्ते सबैजनालाई। हामी चाहिँ ड्युटी छुट्टी भइसक्यो अनि छुट्टी भइसकेपछि चाहिँ यहाँ फिङ्गर पनि हानिसकेको छ अनि यहाँ फिङ्गर हानिसकेको छ। यहाँ अगाडि फिङ्गर हानिसकेको छ यहाँ चेक गर्ने मान्छे भेटेन अनि त्यही भएर हाम्रो साथीहरू चाहिँ लाइन बसिरहेको छ। यहाँ वेटिङमा बसिरहेको छ सबैजना हेर्नुहोस् त। अनि हाम्रो चाहिँ के भन्दाखेरि यहाँ फिङ्गर हानिसकेको छ अनि चेक गर्ने मान्छे भेटेको छैन कि काम छुट्टी भइसकेको छ। अनि त्यही भएर चाहिँ अब फिङ्गर हानेर बसेको चेक गर्नुलाई चाहिँ मान्छे नभएर चाहिँ त्यत्तिकै बसिरहेको छ। त्यत्तिकै जानु भएन, त्यत्तिकै गयो भने फेरि चोरी चोरी भनेर चाहिँ फेरि बाहना परेर हामीलाई फेरि लान्छ। त्यही भएर चाहिँ यता हल्का गाइस हामी चेक भइसकेको छ। चेक भएपछि छुट्टी भयो, चेक भइसक्यो हामी चाहिँ चेक भएन भने फेरि गाह्रो हुन्छ नि होइन र। त्यही भएर गाडी बनाइसक्यो हाम्रो गाडी छ टक्क आमा अब गाडी पनि आइसकेको छ होइन। तपाईँ चाहिँ अब रुममा गएपछि तपाईँलाई देखाउँछु मैले है। त्यही साथीहरू गाडीबाट उत्रिएर हिँड्दैछ साथीहरू हाम्रो बबाल छ नि केटाहरू हिँड्दैछ। पहिला माथि पुगेको छ। यो चाहिँ हाम्रो रुम जाने बाटो। त्यस्तै हो कुवेतको ठाउँमा हिँड्ने काम गर्ने खाने त्यस्तै हो। अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ जस्तो लाग्छ उस्तै कमेन्ट पठाउनु होला। लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् अनि बेलमा ट्याक्क दबाउनुहोस्। तपाईँहरूले हामी चाहिँ जाँदै बाटोमा यस्तो बाटो यहाँ छ मस्जिद। यो मस्जिद ठुलो मस्जिद हो। हामी केटाहरू यस्तो आइँदैछ मस्जिद पछाडि यता छु। त्यही भएर यस्तो यहाँ कुकुर सुतिरहेको छ मासुलाई तल बसेर। यस्तो छ हाम्रो कुवेतको चाहिँ यस्तो ठाउँ छ। तपाईँहरूलाई मैले देखाउँछु कुवेतमा के छ भनेर हो। त्यो किन करा भन्दा यो चाहिँ नमाजको टाइम भयो, मुस्लिमहरूको नमाजको टाइम भयो होइन। अनि त्यही भएर कराउँदैछ। यहाँ कराउँछ क्या मस्जिद छ। मस्जिदमा त्यही छेउमा रुम छ। धेरै कराउँछ। खाना खान्छ कुनै बेला त झाउ लाग्छ क्या। मुस्लिमहरूको चाहिँ फेरि नमाज पढ्ने ठाउँ भन्छ। अनि त्यही भएर म चाहिँ यस्तो भ्लग बनाउँदैछु। यसो अब तपाईँहरूले चाहिँ लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् होला अनि बेलमा ट्याक्क बेल दबाउनु तपाईँहरूले। म चाहिँ काम गरेर आइसक्यो। अब गएर मैले गर्ने टक्क अनि खाना बनाएर चाहिँ टक्क खाएर सुत्ने। भोलि बिहान फेरि ड्युटी जाने। ओके बाई बाई सबैजनालाई। मेरो यहाँसम्म हो मेरो भ्लग चाहिँ कस्तो लाग्छ होला त्यस्तै कमेन्ट गर्नु होला। ओके बाई बाई।